खै हेरौँ त गाइजहरु सब्स्क्राइब गरिदिनु लाइक गरिदिनु है यो हिमांशुको च्यानल हो यसलाई सब्स्क्राइब गरिदिनु होला मोनेटाइज गरिदिनु होला है राम्रो सर्ट आउँथ्यो हेलो गाइज गुड मर्निङ वेलकम टु माई न्यू भ्लग आज म छतमा आएको थिएँ गाइज हेर्न सक्नुहुन्छ यहाँ यस्तो छ अब म यहाँ तल गइरहेको छु आजको भिडियोमा म हाम्रो घरको होम टुर दिन्छु कभर निकालेको छु गाइज यहाँ बुवा हुनुहुन्छ साथै सबै मेम्बरहरूलाई पनि देखाउँछु मेरो साइकल पनि देखाउँछु हजुरहरूलाई आज म अगाडि त मेरो यहाँ यी चप्पल यसरी यहाँ अड्केको छ अब यो चप्पल अगाडि म निकाल्छु छत्तेरीका साइलेरीमै नट कपिराइट एम गाइज मचान प्लिज र एउटा चिज भन्छु म हजुरलाई एउटा अप्सन दिन्छु म त्यसमा जे हजुरलाई डेरी मिल्क धेरै मनपर्छ कि किटक्याट त्यो कमेन्टमा लेख्न सक्नुहुन्छ त्यसै कमेन्ट गर्न जान्नुभयो भने बिचमा सब्स्क्राइबको बटन पनि पर्छ त्यो पनि दबाइदिन सक्नुहुन्छ अगाडि म हाम्रो घरको फ्रन्ट भ्यू देखाउँछु जो कि यस्तो छ यहाँ बाइक छ मेरो साइकल छ यसरी न यहाँ क्यारम स्ट्यान्डमा हेर्न सक्नुहुन्छ अनि यहाँ यसरी गएर हाम्रो घरको एन्ट्री हुन्छ यताबाट जाँदै हत्तेरीका यो हेर्न सक्नुहुन्छ यहाँबाट छ मेरो घरको एन्ट्री जहाँ यहाँ चप्पल खोलेर अनि म जान्छु यहाँ स्टेसनभन्दा अगाडि हाम्रो आउँछ हल यहाँ यो इग्नोर गर्नु होला गाइजहरू यहाँ बहिनी मोगली हेर्दैछिन् जो कपिराइटमा आउन सक्छ त्यसै गरी यहाँ अब मेरो हल्का स्टडी रुम टाइपको जहाँ म कहिलेकाहीँ गेमिङ भिडियो पनि बनाउँछु हेर्न सक्नुहुन्छ यी मेरो फेस अनि त्यसपछि गएर यी मेरो बहिनी यहाँ यी यसरी हेरिरहेछिन् यहाँ यो बहिनीको र यहाँ मेरो र यता आएपछि हाम्रो मन्दिर फोटो आउँछ यहाँ मन्दिर भगवानहरू हुनुहुन्छ केरा छ जय श्री कृष्ण गोविन्द हरे मुरारी राधे राधे अनि यहाँ हल्का भण्डारण पनि भएको छ हल्का भण्डार कोठा जस्तो पनि छ यो हो कि नै अनि यहाँ क्यारम बोर्ड छ कुनै दिन अलिक गोटिएर त्यही भएर नत्र नै क्यारमको पनि हाल्नुहुन्थ्यो अनि अघि नै मैले सुरु गरेको थिएँ माथिबाट यो कि जानको लागि यहाँ जानुपर्छ र यहाँ मेरो बुवा हुनुहुन्छ यसै गरी हिँड्दै जानुपर्छ यी हाम्रो घरको ठाउँ यस्तो छ हाम्रो घर एउटा गाउँमा छ मेरो कुकुर पनि यहाँ छ यी ओए हेलो गाइज हजुरहरूलाई थ्याङ्क यू छ 31 सब्सक्राइबर पुगाइदिएकोमा यसै गरी 1K सब्सक्राइबर पुगाइदिनुलाई गाइज मेरो कुकुरले भनेको कुरा मानिदिनु होला है यसै गरी त्यहाँ आमा हुनुहुन्छ भिडियो बनाएको मोबाइल लिएर अन्त कहाँ छाम्म गर्छ कि यो बाबाको मोबाइल हो कि आज मलाई मन नपर्ने तरकारी छ मेरो बाबा त्यहाँ काम गर्छ अनि हाम्रो यहाँ शुद्ध पानी खाने छ अनि यस्तै गरी हाम्रो घर यतिकैको छ हाम्रो घरमा 3टा बेडरुम र 2टा बाथरुम र एउटा हल छ र पछाडि देख्नुमा होला गाइज त गाइजहरू मेरो मम्मीको फोटो हेर्न सक्नुहुन्छ मेरो मम्मी पसलमा काम गर्नुहुन्छ त्यही भएर देखाउन सकेको थिएन त्यही भएर है गाइज क्लियर देखाउन सक्दैन अनि त्यसपछि गएर मेरो सामान्य ज्ञान बुक हेर्न सक्नुहुन्छ गाइजहरू
अनि त्यहाँ मेरो स्कुल छ। अब त्यो स्कुलमा छोड्न लाग्छु गाइजहरू। अब एकछिनमा भेट्छु है। अनि अब एउटा चिज देखाउन छ गाइजहरू हजुरलाई। नम्बर प्लेट अहिले ब्लर गरिदिन्छु। अनि यता हेर्न सक्नुहुन्छ। अब यो भयो, यहाँ बाइक छ। अब हेर्नु होला। अगाडि यस्तो कस यस्तो गर्छु हैन। अब हेर्नु होला। ओहो गाइजहरू म भिडियो बनाउन पाउन्न। स्कुलमा त्यही भएर म यहाँ यो बलबाट एउटा मुभ देखाउँछु हजुरलाई। यो भयो। आई एम भेरी भेरी रेडी। दुईटा क्यामेरा छैन नभए हल्का राम्रो सर्ट आउँथ्यो। गोल ए दी सरी गाइज हल्देवा। मेरो बल यहाँदेखि यो ठाउँको बिचमा आयो भने मेरो गोल हुन्छ। क्यामेरामा ठुलो लाग्यो होला तर रियलमा हल्का सानो नै छ। फेरि एउटा अर्को यो जान्छ कि नै राम्ररी त्यो थाहा छैन। हेर्न सक्नुहुन्छ। अब फेरि गएन गाइज खटियाले गर्दा। नजाने ग्रासमा यो हुन्छ त यस्तरी जान्थ्यो। यस्तरी आउँथ्यो अनि यस्तरी घुमेर जान्थ्यो। यति मजाको सर्ट हुन्छ नि। कहिलेकहिले मैले त्यहीले गरेर गोल हानेको छु गाइजहरू। स्कुलमा म्याच खेल्थ्यौँ हामी त्यति बेला। अब हल्का पेनाल्टी सर्ट गरेर भिडियो बनाउनु पर्यो कन्टेन्ट। अरू के गर्न सकिन्छ र कन्टेन्टको लागि। कन्टेन्ट नै पाइन्न। जति कन्टेन्ट थियो हालिसकेँ। अनि त्यसमा भ्युज चाहिँ आउने गाइजहरू लाइक गरिदिनु होला। अनि सकेसम्म सेयर गरिदिनु होला र साथीहरूलाई पनि लाइक सब्सक्राइब गर्ने भनिदिनु होला है। हजुरहरू मेरो प्यारो भ्युअर्स हो कि नै। अब हेर्न सक्नुहुन्छ अर्को मुभ। यार लागे होइन किन हो। अच्छा यो ठाउँ हेर्न सक्नुहुन्छ। हल्का खाल्टो परेको छ। मैले अहिलेसम्म नथाहा पाएको गाइजहरू। बिना काममा हानिदिएको। अब म हान्छु रोक्नु। कसरी हान्ने हो अब मलाई थाहा भइसक्यो। यसरी हान्छु गोल। बस चिसामा नलागोस् भन्ने दुआ गर्छु। अरू होइन। अरू दुआ गर्नु पर्दैन। यो बल अब खाल्टोमा छैन। खाल्टो यहाँ छ। यो खाल्टो यहाँ बल हो यी। अब हेर्नु गाइजहरू बाइकमा नलागोस् सिसामा नलगाओस्। यार कस्तो घुमे यस्तो घुमेपछि कहाँबाट हुन्छ यार। अघि न कति मजाको गएको थियो यार। हेत्तेरिका साइलेरीमै भइगयो त। यस्तरी आउने यस्तरी गोल गोल आइगयो गाइस। ग्रास गएर एकैछिन रोकिनु है गाइजहरू। यहाँबाट हेर्नु म के गर्छु भनेर। यस्तरी राख्नु पर्यो। यो सुक्को छ यसलाई यहाँ राख्छु। ल गाइजहरू मेरो काम देख्नु हजुरले। मेरो काम देख्नुभयो। यहाँ राखिदियो खटिया। अब त्यति धेरै नहोला है। छिटो छिटो गर्नु छ। अहिले एडिटिङ गरेर सेड्युलमा हाल्नुपर्छ। पछि मोबाइल पाइन्न। हेत्तेरी ए गयो यार यस्तो छत्तेरी लाग्दैन त। अब हेर्नु म गोल हानेरै छोड्छु। अहिलेसम्म मेरो ध्यान लेन्समा थियो।
अब बलमा राख्छु है ध्यान। गोल छ, गोल गोल भयो गाइज। सरी फर ओभर एक्साइटमेन्ट। अब म पार्क लिन गाइजहरू के भयो बाइकमा लागेको। राम्रो भयो बाबा हुनुहुन्न, भने तैँले यस्तरी गाली खान्थ्यो। के हजुरलाई लाग्छ म रियाक्सन भिडियो बनाऊँ? त्यो बनाऊँ भने लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्टमा यस लेखिदिनु होला है। ल हेरौँ गेमिङ भिडियोले जित्छ कि रियाक्सन भिडियोले। है गाइजहरू म सिकिरहेको छु अहिले हजुरहरूलाई देखाउनुको लागि। र साउन्ड इफेक्ट कसरी हाल्छन् मलाई कमेन्टमा भनिदिनु होला। यस्तरी घुम्छ देख म गाइजहरू। मेरो बल यस्तरी घुम्ने कहिले होला कहिले अब गोल हुने गरी यहाँ जान्छ। साइकलमा भिडियो बनाउन मन लाग्छ तर के गर्ने मिल्दैन। मोबाइल खसिहाल्छ। यार मेरो के भइरह आज यस्तो त कहिले नहुनु पर्ने हो। जहिले पनि हुन्छ गोल भइरहेको हुन्छ क्या मेरो। अहिले के भए छि यार। हेर्न सकिन्छ कति राम्रो फुल छ। फुलले के भने के मलाई खै हेरौँ त। गाइजहरू सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु है। यो हिमांशुको च्यानल हो, यसलाई सब्सक्राइब गरिदिनु। यो हिमांशुको च्यानल हो, यसलाई सब्सक्राइब गरिदिनु होला, मोनिटाइज गरिदिनु होला है। फुलले पनि भन्न लाग्यो अब त गाइजहरू। अब त सब्सक्राइब गरिदिनु प्लिज। मस्तो भिखारीको मद्दत गरिदिनु। छी यार कस्तो गाहा हेत्तेरी। त के भइगयो के अब त। अब राम्रो सर्ट लानी छोड्दैन म अब। हेर्न सक्नुहुन्छ अब हजुरले, हेर्न सक्नुहुन्छ अब। यो भयो, यो भयो। कस्तो मजाले घुमेर गाइजहरू। सिसामा नलागेर यति मजाले घुम्नु भनेको कति राम्रो हो थाहा पाउनुभयो गाइजहरू। यो के हो यस्तो हैट। राम्रो भयो बल्ल। ल गाइजहरू अब भेट्छौँ हामी छिटै अर्को भिडियोमा। त्यसलाई बाई बाई, टाटा सी यू।